हेलो नमस्ते साथीहरू। आज म हजुरहरूलाई ऐना पखाएर देखाउन चाहन्छु ल। यो चाहिँ ठ्याक्कै कहाँ भन्दा यो ठ्याक्कै उता तनहुँमा रहेछ। त्यसपछि आज बुढा र म काठमाडौँ जाने क्रममा ठ्याक्कै यहाँ पसेर हेरेर जाऊँ ल भनेर अनि ठ्याक्कै म उकालो चढ्दैछु क्या। अहिले बुढो चाहिँ मेरो बुढो पछि पछि भिडियो बनाउँदै आउनुभएको छ मलाई। वाह, यहाँ आज पानी छैन। आज पानी छोडेकै नरहेछ, बिहानै भएर होला नि, पानी पनि नछोड्या रहेछ। अनि त्यसपछि हामी यसो हेर्दै 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 गयो, त्यहाँ त पोखरी पो बनाउन थाले रहेछ। अनि मैले अबे के हो यहाँ पोखरी हो भनेर भने ठ्याक्क बिचरा सबैजना मिलेर त्यहाँ पोखरी जस्तै है के बनाउन लाउनु भयो होला सायद है, पोखरी जस्तै बनाइराख्नु भएको थियो। त्यसपछि हामी फेरि लाग्यो माथि उकालोतिर। त्यसपछि बुढो चाहिँ पछाडि पछाडि मलाई भिडियो खिच्दै आइराख्नु भएको छ। म चाहिँ उकालो ब्याग पनि बोकेर यस्तो चर्को घाममा यसरी चर्को घाम थियो, त्यही पनि यसो पसेर गइहालौँ न त भनेर क्या। पहिला पनि गएको जानलाई फेरि एकचोटि यसो बनाऊँ, टिकटक पनि बनाऊँ भनेर। वाह, कति ठुलो हात्ती कत्रो हात्ती हेर्नु त साथीहरू ल। अनि त्यसपछि फेरि हामी गयौँ। त्यसपछि फेरि त्यो हात्तीले छुन मन लाग्यो क्या मलाई। त्यसपछि फेरि हात्तीतिर जान मन लागेर म फेरि हात्तीतिर गएँ। ए कति ठुलो हात्ती हेर्नुहोस् त साथीहरू है, कति ठुलो हात्ती। रमाइलो भयो जेस। यहाँ फेरि नेपालको झन्डै झन्डा रहेछ। मेरो देश मेरो नेपाल भन्दै म घुमेँ। मेरो देश मेरो नेपाल। वाह, हेर्नुहोस् त कति राम्रो भ्यू छ है। ऐना पहाड यो ठ्याक्कै खैरेनीमा पर्छ ल। त्यो पावर हाउसभन्दा अलिकति यतातिर पर्छ। बाटोमै रोकेर हामी यसो भ्युजहरू हेरेर जाउँ भनेर एक दुईवटा टिकटक पनि बनाऊँ भनेर पसेको क्या बुढाबुढी। हेर्नुहोस् त है, कति राम्रो हेर्नुहोस् त साथीहरू। ओह, कति राम्रो राम्रो दिदीबहिनीहरू टिकटक बनाएर आउनुभएको छ। बुढा र म पनि यसरी ल लाग्यो फेरि उकालोतिर। ओ माई गड, कति राम्रो के छौँ है ल। हेर्नुहोस् त साथीहरू कति रमाइलो लागेछ मलाई। मर्निङ वाकको उकालो दौडे 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 म दौडेँ बेसरी। म दौडिँदै दौडिँदै गएको, साह्रै थकाइ लाग्यो। ए माई गड, दौडे धेरै बेर दौडेर चाहिँ थकाइ लाग्यो मलाई। ओ माई गड, अलिअलि भएको बोसो पनि घट्यो क्या के मेरो है बुढा। ल आउनुहोस् है बुढा, पछि पछि आउनु ल। साह्रै रमाइलो भयो जेस। यहाँ माथि अस्ति नै यहाँ बसेर हामीले टिकटक बनाएको थियौँ बुढा र मैले अस्ति नै आउने बेलामा। आज चाहिँ डाइरेक्ट उता गएर कस्तो बनाएछ, नयाँ ठाउँ रहेछ कि भनेर फेरि पसेको मात्र। हेर्नु त गाइज, राम्रो छैन त, कति राम्रो छ है। ओ माई गड, हेर्नुहोस् त। नाम हो ऐना पहाड। हजुरहरू यदि जानु भएको छैन भने एकचोटि जसरी भए पनि भिजिट गर्नुहोस्। एकदम राम्रो छ यो है, सिनहरू एकदम राम्रो छ। सबैजना आउनुहोस्, हेर्नुहोस्, मजाले खाना बस्न त्यहीँ पाइँदो रहेछ। सबैजना साथीहरू हेर्नु त कति राम्रो छ। मलाई त रमाइलो भएर दौडेँ म त फेरि। यहाँ हिँड्न सक्दिनँ होइन, दौडेँ म त रमाइलो लागेर। थकाइ पो लाग्यो त। ओ माई गड, बुढो हाँस्नु भएको छ मलाई देखेर। ल रमाइलो भयो। फेरि अझै यता माथितिर पनि छ क्या साथीहरू, नयाँ के थप्पेछ कि भनेर हेर्नलाई क्या। माथि माथितिर सरेको कि हामी माथि माथितिर गएको। हेर्नु त कति राम्रो, विदेशतिर जस्तै है, कति राम्रो छ क्या यता।
हेर्नुहोस् त वाउ कति राम्रो सानो खालको ब्रेज रहेछ। मैले यहाँ टिकटक बनाएर पनि मैले पोस्ट गरेको छु पहिला पनि र अहिले पनि बनाएको छु। यहाँ अहिले पनि यहाँ बनाउने हो, अहिले एकछिनमा बनाउँछु म। कति राम्रो ब्रेज हो क्या। म त दौडेको खुसी भएर यहाँ अस्टै हाँसो लाग्यो। बुढा थकै लाग्यो ल। सबैजना अब तल फेरि तल जान्छ है साथीहरू। म बाटो यस्तो छ कि हेर्नुहोस् त है, त्यही ठुलो ढुङ्गाहरू है, पाहाडहरू हेर्नु त कति दामी ठाउँ क्या। ओ माई गड कति राम्रो है। हेर्नुहोस् त साथीहरू, आनन्द छ क्या। गएर टिकटक बनाउन एकदम पिसफुल। बिहान कोही पनि आउनुहुन्न, आनन्द रमाइलो छ क्या यो ठाउँमा गएर बस्न। वाउ हेर्नुहोस् त अहिले यहाँ चाहिँ कति रमाइलो, कति राम्रो। अर्को चाहिँ यहाँ दोकान पनि राख्नु भइरहेछ। यो चाहिँ सेक्युरिटी बस्ने हो सायद है। अनि म माथि लागेँ, त्यहाँबाट तल झरेपछि म पहिल्यै गएको भएर थाहा छ क्या। एउटा ग्राउन्ड जस्तो छ क्या त्यहाँ। ल म देखाउँछु ल हजुरहरूलाई। मेरो पछि आउनुहोस्, फलो मी ओके। ल सबैजना है, हेर्नुहोस् त कति राम्रो। त्यहाँ ग्रिन कलरको पार्क अहिले त वाह है। त्यो ग्रिन कलरको ओछ्याइदिनु भइरहेछ है अहिले त। त्यसपछि वाह यहाँ हेर्नुहोस् त बाबु र मम्मीको कस्तो राम्रो पिक्चर। आई लभ यु बाबु। ए तल त पिङ्क पनि राखेको रहेछ अहिले त। वाह यहाँ पसल पनि राखेको रहेछ। हेर्नुहोस् त कति राम्रो सिन। है कति राम्रो, कसरी कुद्यो होला यो ढुङ्गामा। हेर्नुहोस् त साथीहरू। त्यसपछि चाहिँ म यहाँ तल झरेँ, त्यहाँ तल खोला पनि छ है। अनि यहाँ चाहिँ अब टिकटक बनाउने हो बुढाबुढी मिलेर। ल यहाँ दोकान पनि रहेछ। यो रेड कलरको सानो पसल रहेछ, बन्द छ। अहिले एकछिनमा ओपन हुन्छ। हामी चाहिँ अहिले बिहानै भएको भएर 9 बजे बल्ल कतिखेर ओपन हुने होला। यहाँ पिङ्क पनि रहेछ गाइस, हेर्नु त 2-4 जना बिहानै आउनु भइरहेछ। ल कस्तो लाग्यो त हजुरहरूलाई? ल राम्रो लाग्यो भने कमेन्ट गरिदिनुहोस्, आएर रमाउनुहोस्, टिकटक बनाउनुहोस् म जस्तै। ल थ्याङ्क यू सो मच एभ्रिवान। यदि मन परेमा लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है। ल थ्याङ्क यू सो मच एभ्रिवान, बाई बाई, टेक केयर। ल